हेलो गाइज के छ हालखबर जिन्दगानी अब आज शिवरात्रि अब मेरो बुढी त हाम्रो त होइन मेरो बुढी चाहिँ अब यहाँ पूजा गर्न जाँदैछ कि यहाँ ऊ आउँदैछ यताबाट र केही भन्दैनौ त तिमीले पनि अलिकति सानो छोटो मिठो शिवरात्रि अब हामी दुईजना भएर पूजा गर्न जानुपर्छ आफूलाई नि देखाउनु मलाई मात्रै नदेखाउनु पूजा गर्न जानु पाछ कतिखेर जाने हो 10-15 त लागिसक्यो प्राण 10 हुन लागिसकेछ ओके ठिकै छ मेरो तर्फबाट नि सबैलाई ह्याप्पी शिवरात्रि पूजा गर्नु त पर्यो होला आज हाम्रो चाहिँ अब फर्स्ट शिवरात्रि होइन आज तिमी त रातोभरि पूजा गर्नुपर्छ नि त नि मन्दिरमा बसिरहनु पर्छ आज त ल ठिकै छ त्यसो भए तर क्यामेरा आज के भयो के बिग्रियो यस्तो त आउनु नपर्ने थियो क्या क्या मधुर आएको जस्तो छ क्या तिमीहरूलाई भन ल कति पैसा दिने भन अघि 10 रुपियाँ भन्ने 100 रुपियाँ 10 रुपियाँ मात्रै दिने ल तिमीलाई पनि ल भयो त तिनजनालाई भयो त्यहाँ अन्त कति दिने भएन ल 750 भइसक्यो आम्मा यहाँ त म भन्दा धनी भइसकेको छु त यार मेरो हेर्नु फेरि के भयो क्यामेरा बिग्रियो क्या यार त्यो खै पोस्टरै ब्राइटै आएको छैन क्या यार कस्तो हजुर चुरोड आइस दुईटा दिदी आउला र दिदीले ल्याइदिएला भनेको के चाहिँ क्यामेरा कस्तो खाले क्यामेरा यस्तो खाले गोप्रो र अनि माइक ठिकै छ त्यो पनि तर यो चाहिँ के आयो कालो गोप्रो माइक ड्रोन ल्याइदियो भने दिदीलाई ड्रोन त ठिक हुन्छ कि ड्रोन त ठिक हुन्छ कि तर ड्रोन भनेको अब अहिले खासै पैसा छैन खोल्टीमा ड्रोन किन्नलाई चाहिँ सेकेन्ड ह्यान्ड ड्रोन मगाउनु लाग्यो डिजे आएको त सेकेन्ड ह्यान्ड ठिक हुन्छ नेपाली 20,000 कतारबाट ठिकै हुन्छ त्यो पनि शिवरात्रिमा के छ प्लान आने आज शिवरात्रिमा चाहिँ केही छैन अनि केटाहरू कति जम्मा भएको छ त्यतिर आज खै यार म एकछिन आर्थे चोकमा केही पनि थिएन भजहरूले हल्लाउनु आइदियो भने म पनि आउनु पऱ्यो यस्तो चाहिँ बिग्रियो क्या नानीलाई खिच्नु पऱ्यो पूजा गर्न आएकै मान्छे त लास्ट धेरै रहेछ क्या यहाँ त आमा एउटा मात्रै रहेछ त दुईवटा रहेछ त्यो भाइको अरे तिम्रो भाइ बच्चा छ कि उड्ने गाह्रो गर्छ उड्छ त्यो सरी नानीको सबै यहाँ पनि ढोक्दै यहाँ पनि ढोक्दै नानी ल ल ठिक छ जिउ गरिदियो बिहान बाबाले पाठ पढाउनु सुनाउँदैन जय श्रीराम हनुमान जय श्रीराम ओके यता हेर
संस्थाले यहाँसम्म आएर यत्रो बेर उभिनु भनेको महत्त्वपूर्ण कुरै त्यही हो। त्यस कारणले चढाएर दिएर हुनेलाई केही थिएन कि फुल अक्षता दुबो चन्दन गणेशजीलाई सट्ट चढाउने फ्याट्ट गइहाल्ने। ल भयो फ्याटो छ भने फ्याटो गइहाल्ने एकदमै भइहाल्यो त प्याजको पात यहाँ त नि हेरौँ नि त अलिअलि मलाई पनि पानी छर्क अलिअलि पऱ्यो अलिकति पऱ्यो ल ठिक छ भिज्यो म भिज्यो रे भगवान् बुद्ध पनि हुनुहुँदो रहेछ यहाँ चाहिँ सबैलाई पुऱ्याएकै हो तिमीले त शिव पार्वती हुनुहुन्छ भित्र दुर्गा शिव पार्वती हो शिवजी सक्यो आज शिवजीको पूजा गरेर सक्यो भरे कति सकिन्छ बेलुका हुनाले कतिखेर बेलुका त्यसमा सकिन्छ अहिले त फिलहाल त सक्यो भने त पूजा गरेर आएर मनोकामना मन्दिरमा ल ठिक छ त्यसो भए अब भिडियो यति सकिन्छ ल अब धेरै बनाउँदैन भिडियो ल ओके बाई बाई ह्याप्पी शिवरात्रि